नमस्ते। आलोचना यो एउटा यस्तो चीज हो जसलाई हामी सबैले कहिले न कहिले सामना गर्नै पर्छ, होइन र? आजको यो विश्लेषणमा आउनुहोस् हामी यही विषयमा अलिकति गहिरिएर कुरा गरौँ, हेरौँ न यो संसारको रीतलाई आखिर कसरी सामना गर्ने। एउटा कति मार्मिक नेपाली उखान छ नि, तातो पानीले घर जल्दैन भनेर मान्छे मर्दैन। यसको मतलब के हो भने, हो शब्दहरूले घोच्छन्, मन दुखाउँछन्, तर ती ज्यानै लिने खालका हुँदैनन्। यही सोचलाई मनमा राखेर अब अगाडि बढौँ है त। अब हेरौँ है, हाम्रो समाजको एउटा कस्तो अनौठो विरोधाभास छ। हामी जेसुकै गरौँ, आलोचनाबाट बच्न त लगभग असम्भव नै छ। हरेक कामको प्रशंसा र आलोचना दुवै सँगसँगै आउँछन्। अब सोच्नुस् त, कोही मान्छे दिनरात नभनी काममा खटिन्छ होइन? मान्छेहरू के भन्छन्? ओहो, पैसाको लागि त मरिहत्ते नै गर्छ। अनि उही मान्छे ल ठिक छ भनेर एकछिन आरामले बस्यो रे, तुरुन्तै कुरा काट्न थालिहाल्छन्, कस्तो अल्छी रहेछ भनेर। जता गए पनि सुखै छैन। पैसाको कुरामा पनि ठ्याक्कै त्यस्तै हाल्छ। कमाएको पैसा खर्च गर्यो भने कस्तो फजुल खर्च गर्ने देखाउटी भनिहाल्छन्। अनि बचत गर्यो भने कन्जुसको ट्याग लागिहाल्छ। आखिर गर्ने चाहिँ के? धन आफैमा पनि आलोचनाको विषय बनिदिन्छ। धेरै पैसा हुनेलाई पक्कै 2 नम्बरी काम गर्छ होला भनेर शङ्का गर्छन् र थोरै पैसा हुनेलाई यसमा अलिकति पनि अक्कल भएन भनेर हेप्छन्। र सोच्नुस्, कडा परिश्रम गरेर कमाएको धन पनि मानिसहरूको नजरमा बिझाउँछ। उनीहरू भन्छन्, लौ पैसा मात्र कमाएर के गर्नु, सुख त लिनै सकेन। यस्तो लाग्छ कि यो आलोचनाको चक्रबाट उम्कने कुनै बाटो नै छैन। यति धेरै विरोधाभास र आलोचना सुनेपछि अब के गर्ने त? अब हामी एउटा यस्तो अकाट्य सत्यलाई हेर्दैछौँ जसले सायद हाम्रो सोच्ने तरिका नै बदल्न सक्छ। संसार यस्तै छ। कति सरल सुनिन्छ है, तर यो सानो वाक्यमा साँच्चै धेरै गहिरो अर्थ लुकेको छ। कहिलेकाहीँ के हुन्छ भने, ठूला तर्कभन्दा पनि यस्तै साधारण कुरालाई स्वीकार्नुमा नै सबभन्दा ठूलो ज्ञान लुकेको हुन्छ। कुराको चुरो के हो भने, आलोचनालाई व्यक्तिगत रूपमा लिनै हुँदैन। यो त मानव स्वभाव नै हो। मान्छेहरूको कामै कुरा काट्नु हो, यो एउटा सामाजिक वास्तविकता जस्तै भइसक्यो। यो बुझ्ने बित्तिकै साँच्चै भन्नुपर्दा आधा तनाव त त्यतिकै कम हुन्छ। ल, बाहिरको हल्लाले दिक्क बनायो होइन? त्यसो भए अब भित्रको आवाज सुन्ने बेला आएको छ। किनकि समाधान बाहिर होइन, हामी भित्रै छ। बाहिर बसेर हेर्ने मानिसहरूले हाम्रो यात्राको मूल्य कहिल्यै बुझ्नै सक्दैनन्। आफ्नो मेहनत, आफ्नो सपना अनि आफ्नो सङ्घर्षको महत्त्व त्यो त आफैलाई मात्र थाहा हुन्छ नि, अरूलाई कसरी थाहा होस्? हो, त्यसैले अरूको कुरामा होइन, आफ्नो मनको, आफ्नो आत्माको आवाजमा विश्वास गरौँ। बाहिरी दुनियाँले के भन्छ भन्ने भन्दा आफ्नो भित्री विश्वास धेरै धेरै महत्त्वपूर्ण हुन्छ। र अन्त्यमा एउटा कुरा के हो भने, आफ्नो विचार र सोचाइमा त आफ्नै नियन्त्रण हुन्छ। आफ्नो सोचलाई सम्मान गरौँ र त्यसलाई नै प्राथमिकता दिउँ। ल, त्यसो भए गर्ने के त? बाटो के हो? यहाँ केही सरल तर एकदमै महत्त्वपूर्ण कुराहरू छन्। पहिलो कुरा, यो जीवन मेरो हो, अरू कसैको होइन भनेर मनैदेखि स्वीकार्ने। दोस्रो, यदि कसैलाई जवाफ दिनै पर्छ भने त्यो अरूलाई होइन, आफ्नै आत्मालाई दिनुपर्छ। र तेस्रो अनि सायद सबैभन्दा महत्त्वपूर्ण, सबैलाई स्पष्टीकरण दिँदै हिँड्नु जरुरी छैन भन्ने कुरा बुझ्ने। र अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जान्छु। जीवन आफ्नो हो भने यसको हिसाब किताब अरूलाई किन बुझाउने?